Hello guys, welcome to our vlog. Hello guys. आज चाहिँ हामी स्पोर्ट्स सेड आएको छ. दिस इज 24 hours 7 days a week 24/7 सप होइन, कहिले पनि सुत्दैन यो सप चाहिँ. यहाँ चाहिँ अलिकति ग्रोसरिज गरौँ भनेर आज हामी होल फ्यामिली आएको छौँ. I'll show you what we will do over here. हामी के गर्छौँ, के सपिङ गर्छौँ सबै हामी देखाउँछौँ है तपाईँलाई. हाम्रो खानभाइ चाहिँ पुरै मक्ख परेर हिँड्नुभएको छ किनकि भ्लग हुँदैछ भनेर. हामीले चाहिँ सुरुमा केरा लियौँ, बनाना अलवेज होइन, अनि एभ्री वान लभ्स टु इट बनाना. त्यसपछि ग्रेप्स एन्ड एभोकाडो फर ब्रेकफास्ट. अनि म चाहिँ यहाँ कस्तो महँगो हुन्छ सधैँ भनिरहेको थिएँ. हामी चाहिँ पहिला कासिम काम हुँदाखेरि नभ्याउँदाखेरि चाहिँ राति पनि आउँथ्यौँ कि पहिला नुहा मात्र हुँदाखेरि. रातिको 1-2 बजी आइदिने अनि कस्तो रमाइलो हुन्थ्यो. त्यति बेला पनि प्याक हुन्थ्यो यहाँ विकेन्डमा चाहिँ, किनकि उसले स्कुल्सहरू चाँडै नै बन्द हुन्छ, 5 बजे नै बन्द हुन्छ विकेन्डमा. अनि हाम्रो घरमा नभई नहुने चिज चाहिँ अर्को चाहिँ एग होइन. हामी चाहिँ अन्डा चाहिँ एकदम धेरै खान्छौँ. इट्स हाई प्रोटिन पनि हो नि त, अनि बच्चाको लागि सबैजनाको लागि युज हुन्छ. अनि घरमा केही तरकारी भएन भने अन्डा युज हुन्छ क्या. चाहिँ अर्को हाम्रो लेटस किन्दैछौँ हामी, किनकि यो चाहिँ सलादको लागि इट्स पर्फेक्ट एन्ड स्यान्डविच. अनि त्यसपछि हामीले मकै लिँदैछौँ. अनि ड्याडी र कासिम चाहिँ मकै छान्दैन हुन्छ. अनि ड्याडीले चाहिँ यो जुङ्गा कालो भएको चाहिँ राम्रो हुन्छ, अलि छिप्पेको हुन्छ, उसिनेर खानको लागि भन्दै हुनुहुन्छ. अनि त्यसपछि लौका, अनि यो चाहिँ ड्याडीको लागि एकदम राम्रो हुन्छ. अनि त्यसपछि मसरुम, कहिलेकाहीँ यो पनि खानुपर्छ भनेर. एन्ड देन इट्स आवर सपिङ. कासिमले चाहिँ यहाँ देखाउँदै हुनुहुन्छ यो छ भनेर, तर अलि धेरै हल्ला भएको कारणले मैले चाहिँ भोइस काटिदिएको. अनि आज चाहिँ हामी सबै भेजिस मात्र लिएर जाँदैछौँ. पहिला हामीले लाइक धेरै कुराहरू लिएर किनेर जान्थ्यौँ कि जुन चाहिँ फाल्टु हुन्थ्यो अनि त्यतिकै खाइन्थ्यो. अनि अहिले चाहिँ हामी चाहिँ एकदम जुन चाहिँ हेल्दी छ त्यो मात्रै लाने भनेर, अनि विच इज गुड एज वेल. अनि यहाँ चाहिँ ब्रोकोली लाँदैछौँ. पहिला चाहिँ $2 को 4 आउँदा चाहिँ जस्ट $2 को 2 आइरहेको छ. स्टिल इट्स चिप के. अनि यहाँ चाहिँ गाजर चाहिँ अलिक सस्तो छ, $16 मा कति 10 kg हो कि 5 kg भन्दै हुनुहुन्थ्यो. त्यसपछि साग चाहिँ नलाने भए पनि अलि राम्रो रहेनछ. त्यसपछि अनि यहाँ चाहिँ यस्तो प्लास्टिक हुन्छ, अनि त्यो प्लास्टिक चुडाउने अनि लिएर, अनि मैले चाहिँ धनियाँ पनि लग्ने भनेर धनियाँ लिएँ. हामीले चाहिँ हाम्रो बारीमा कति धनियाँ रोपेको थियो. मैले भन्दा नि मम्मी ड्याडीले धनियाँ रोप्नु भएको थियो, तर यो झुसिल किराले सबै खाइदियो. पानी परेपछि झुसिल किरा आउँछ क्या यहाँ चाहिँ, अनि त्यही भएर. त्यसपछि अब आयो हाम्रो लौका, फर्सी सरी. अनि एगेन हाम्रो नुहा चाहिँ अब यस्तो सपिङ मलमा सुपर मार्केटहरूमा छोडिदियो भने चाहिँ ऊ चाहिँ कुदेको. अनि एकजना चाहिँ उसलाई नै उसकै पछि कुदिरहनुपर्छ क्या. त्यसपछि मैले चिकन पनि लिएँ. यहाँ चाहिँ होल चिकन पनि पाउँछ क्या. अनि होल चिकन चाहिँ अर्कोभन्दा अलिक चिप पनि हुन्छ. अनि यो चाहिँ डेरी सेक्सन एरियाहरू भयो. हाम्रो लाइक यो सुपर मार्केट चाहिँ 24 घन्टा खुल्छ. अनि तर नेपालको भारपेटिन जस्तै छ नि होइन, त्यस्तै छ. अनि यहाँ सबै थोक पाउँछ, भेजिसहरू उहरू पनि पाउँछ यहाँ चाहिँ एउटैमा सबैमा. एन्ड वी लभ टु कम हियर एन्ड इट्स चिप एज वेल क्या अन्त. तर फेरि कुनै कुरा चाहिँ यहाँ महँगो पनि हुन्छ. अनि यहाँ चाहिँ मैले मम्मीलाई जिस्काइरहेको थिएँ, आइसक्रिमतिर आँखा नलगाउनु है भनेर. मम्मी चाहिँ कति राम्रो फुल भनेर हेर्दै हुनुहुन्थ्यो. हामी चाहिँ अनि स्विट एभोइड गर्ने भनेको. अनि तर कहिले मेरो साथीहरूले, कहिले कासिमको साथीहरूले होइन, अनि कहिले मिठाई, कहिले बिस्किट, कहिले केकहरू ल्याइदिए गर्ने क्या. अनि त्यही भएर अनि हामी चाहिँ नखाने भने नि खानुपर्छ. अनि कहिलेकाहीँ खाँदा मिठो पनि हुन्छ. अनि त्यसपछि नुहा चाहिँ धेरै चकचक गरेर अनि अब घर जाने, त्यही भएर नुहालाई ट्रोलीमा राख्दै हुनुहुन्छ.
अनि यहाँको एउटा गुड पार्ट चाहिँ के छ भन्दाखेरि यो ट्रोलीमा चाहिँ बच्चाहरू 2-4 जति बच्चा हालेर हिँड्न मिल्छ कि अलि यसरी बस्न सक्ने बच्चा। अनि गाइज मैले बिन ब्याग पनि लिएँ, हामीलाई बिन ब्याग पनि चाहिएको थियो। एन्ड द्याट्स अल फर टुडे फ्रम स्पट साइड। अनि त्यसपछि कासिमले काउन्टरमा पे गर्न लाग्नु भएको छ। यसरी सामान उताबाट यता दिन्छ अनि यता हाल्ने अनि लास्टमा पे गरेर हिँड्ने। मम्मी ड्याडीहरू चाहिँ एकछिन बस्दै हुनुहुन्छ। अनि यो चाहिँ मिठाई पसल एभ्रिवेयर स्विट खाना देखेर एकदम स्विट्स खान मन लागेर खाएर होइन। एन्ड आई अलरेडी गेन टु मच वेट बट इट्स ओके। अनि यहाँ नि ओपन 24 आवर्स 7 डेज लेखिरहेको छ, एकछिन पनि बन्द हुँदैन। अनि जति बेला पनि के यो चाहिँ एउटा गुड पार्ट वेस्टर्न अस्ट्रेलियाको चाहिँ हामी जति बेला पनि इफ वी निड समथिङ केही खान मन लाग्यो भने वी क्यान कम हियर, ग्रोसरी एभ्रिथिङ। अनि यहाँ चाहिँ नोआ खेल्दै थियो अनि इज टु क्युट होइन। अनि अहिले अर्को बेबी भएपछि चाहिँ मैले उसलाई त्यति ध्यान दिन पाएको हुँदिनँ बट समटाइम्स। अनि कहिलेकाहीँ हामी उसलाई बाहिर लिएर जान्छौँ एक्लै नानी बिना पनि। एन्ड वी आर हेडिङ टु द एनदर सप। तपाईँको 2टा। Alhamdulillah, how are you? He's in the with grandfather. Yeah, he's in grandfather. He's just outside as well. मैले चाहिँ अर्कै तरकारी भनेर लेखेको तर यो शीतल चिनी भन्ने रहेछ होइन। अनि हाम्रो सपिङ चाहिँ भयो अनि कासिमले र मम्मीले चाहिँ राख्दै हुनुहुन्छ अनि हामी चाहिँ घर जाँदैछौँ गाइज। थ्याङ्क यू फर वाचिङ। अनि हेर्दै गर्नुहोला र माया गर्दै गर्नुहोला र फेरि पनि अरू भिडियो लिएर आउनेछौँ। स्टे ट्युन।